हेलो साथीहरु, म गोमा छेत्री। सबैलाई स्वागत छ मेरो आजको यो भ्लगमा। र आजको बिहानीको मौसम चाहिँ हेर्न सक्नुहुन्छ। र मैले चाहिँ बिहानको सबै काम सकिसकेँ हो। र अनि म चाहिँ यता खानाहरू बनाउनतिर लागेकी छु। अनि आज चाहिँ बजारको दिन हो नि त, अनि त्यही भएर आमा चाहिँ जानुभएको छ बजार हो। अनि उता चाहिँ धान सुकाइरहेको छ, उता जानुभएको छ कान्छा चाहिँ। अनि आमाले चाहिँ बजारबाट त्यो सौदाको झोला बोक्नु सक्नु भएन अरे, अनि मलाई बोलाउनु भएको र म चाहिँ गएर लिएर आउँदैछु। हेर्न सक्नुहुन्छ, मैले पनि बोक्न नसकेर चाहिँ मैले टाउकोमा हालेको छु हो। अनि टाउकोमा हालेर ल्याउँदैछु। आमाले चाहिँ आज थुप्रो सामान ल्याउनु भएछ नि त। अनि आलु र कोपीले गर्दा चाहिँ धेरै भारी भएछ नि त, अनि त्यही भएर बोक्नै सक्नु भएन। अनि मलाई चाहिँ बोलाउनु भएको लिनलाई। अनि म चाहिँ राम्ररी भिडियो पनि गर्न सकेको थिइनँ, झोलो पनि पक्रिनु पऱ्यो नि त। अनि त्यही भएर चाहिँ एकदम सुताइ गरेर भिडियो गरेको छु हो। र आज चाहिँ भात पनि खाएको छैन, 2 बज्न आँटिसक्यो। अनि खाना खाइकन नानी लिनु पनि जानुपर्ने, नानीलाई स्कुल पठाएको छ होइन। अनि म चाहिँ यहाँ ग्रिल खोल्दैछु, बाबालाई भात दिएको छु। बाबा चाहिँ भित्र भात खानु हुँदैछ। अनि आमालाई भन्दैछु कि बाबालाई भात चाहिन्छ सोध्नु त आमा भनेर होइन। र आमाले चाहिँ यति सामान ल्याउनु भएछ हेर्न सक्नुहुन्छ। र नानीको चाहिँ चप्पल थिएन, चप्पल पनि ल्याइदिनु भएछ आमाले। अनि यता चिउरा मुरै अनि अब के चाहिन्छ होइन। अनि आज चाहिँ कुरकुरे पनि आएछ नानीको लागि। अनि कोपीहरू, अब कोपीहरूको पनि हाम्रो यता चाहिँ सब्जीहरूको दाम घटेकै छैन है साथीहरू। तपाईँहरूकोतिर कस्तो छ कमेन्ट गर्नु होला है। र यहाँ चाहिँ छ तोरी साग, र मैले तोरी साग चाहिँ केलाइओरी आज पकाउनको लागि रेडी पारेको छु हो। अनि म चाहिँ केलाइसकेको छु। अनि नानीले चाहिँ आज यहाँनिर नखाइकन ल्याएछ नि त टिफिन चाहिँ। र मैले चाहिँ यता सब्जीहरू ठिक पारेको छु हो। बैगुन अनि फुलकोपीहरू मिसाएर पकाउनको लागि नि यता धनियाँ टमाटर पनि ठिक छ। यता चाहिँ मैले साग बसाएको छु हो। र यो चाहिँ हिजोको भिडियो हो, नेटवर्क नहुनाले गर्दा आज हालेको बाहिर चुलामा। यता चाहिँ मैले भात बसाएको छु। यो कराई फेर्नु भनेर कति कमेन्ट आएको छ हो। तर म के भन्न चाहन्छु भने नि, यो कराई चाहिँ नि फेरिँदैन है। त्यत्रो पैसा कहाँ पाउनु राम्रो कराई फेकेर अर्को किन्नलाई, केही भएको छैन यो कराई होइन। हाम्रो चाहिँ मटन करी पिसहरू चाहिँ सानो छ, धेरै ठुलोमा मसला पस्दैन नि त। त्यही भएर चाहिँ अब यो चाहिँ निकाल्ने